हेलो एन्ड नमस्ते वेलकम टु फुटबल फ्यान्स नेपाल। नेपाली महिला फुटबल टिमले भोलिबाट एसियन कप 2026 को लागि क्वालिफायर्स खेलहरू खेल्दैछ। 2026 को एसियन कप अस्ट्रेलियाले आयोजना गर्दैछ। मार्च महिनामा एसियन कपमा जम्मा 12 वटा टिम मात्र हुनेछन्, जसमा 4 टिम छनौट भइसकेका छन् र अब मात्र बाँकी 8 टिम एसियन कपमा छनौट गराउन बाँकी छ। नेपाल एसियन कप छनौटको ग्रुप एफ मा छ। ग्रुपमा लाओस, श्रीलङ्का र आयोजक उज्बेकिस्तान छन्। यो छनौट एसियन कपको लागि मात्र नभएर फिफा वर्ल्ड कप 2027 को लागि पनि हुनेछ। त्यसको लागि पहिला सुरु हामी एसियन कप 2026 मा छनौट हुनै पर्नेछ। 2026 एसियन कप र 2027 वर्ल्ड कपमा छनौट हुने यात्रामा नेपालले भोलि पहिलो खेल लाओससँग खेल्दैछ। ग्रुपबाट जम्मा एउटा टिम मात्र छनौट हुने भएकोले नेपालले लगभग सबै खेलहरू जित्नुपर्ने हुन्छ। लाओस र श्रीलङ्का सहज टोली हो भने आयोजक उज्बेकिस्तान नेपालको लागि मुख्य अपोनेन्ट हुनेछ। नेपालले श्रीलङ्का र लाओससँग धेरै गोल अन्तरको जित निकाल्न सक्यो भने झन राम्रो हुनेछ। यदि उज्बेकिस्तानसँगको खेल ड्र मात्र गर्यो भने पनि गोल डिफरेन्समा नेपाल अगाडि बढ्नेछ, नभए 3 वटै खेल जित्नुपर्ने हुन सक्छ। भोलि लाओस विरुद्धको खेलको कुरा गर्दा खेल नेपाली समय अनुसार साँझ 6:15 बाट हुनेछ। यो खेल लाइभ कसरी हेर्ने, त्यसको लागि लाइभ लिङ्क डिस्क्रिप्सनमा हुनेछ। लिङ्क भेटिने बित्तिकै डिस्क्रिप्सनमा राखिएको हुनेछ, नभए लाइभको लागि gorakhalifutbol.com को वेबसाइट भिजिट गर्न सक्नुहुनेछ। नेपाली फुटबल टिमले खेल्ने हरेक खेलहरूको लाइभ लिङ्क अपडेटेड भइराख्नेछ। त्यस्तै लाइभ आयो भने युट्युबमै पनि तपाईँहरूले सर्च गरेर हेर्न सक्नुहुनेछ। धेरै साथीहरूले खेलको लाइभ गरि नै राख्नु भएको हुनेछ। लाओस र नेपालको महिला फुटबल टिम एक अर्कासँग अहिलेसम्म खेलेका छैनन्। लाओस महिला फुटबल टिमको अहिलेको फिफा र्याङ्क 107 छ। त्यो भनेको नेपाल भन्दा 7 पोजिसन मात्र तल हो। नेपाल अहिले 100 र्याङ्कमा छ। लाओस महिला फुटबल टिमको लास्ट 5 म्याचेसको कुरा गर्दा सिङ्गापुरसँग 1-0 ले हारेको थियो, साउदीसँग 4-0 र मलेसियासँग 3-1 ले हारेको थियो। त्यस्तै टिमोर लेस्टेसँग 0-0 को ड्र खेलेको थियो र पाकिस्तानसँग पनि 1-1 को ड्र गरेको थियो। लास्ट 5 म्याचेसमा 3 खेल हार र 2 ड्र। लास्ट 5 खेलमा 9 गोल खाएको छ र जम्मा 2 गोल मात्र गरेको छ। इतिहासमा लाओसले अहिलेसम्म न त एसियन कप खेलेको छ न त एसियन गेम्स नै खेलेको छ। नेपालले भने 3 चोटि एसियन कप खेलेको छ र एउटा एसियन गेम्स खेलेको छ। नेपालको लागि भोलिको खेलमा जित निकाल्नु बाहेक कुनै अरू अप्सन छैन। एसियन कप 2026 मा छनौट हुने सपना साकार बनाउनको लागि खेल हेर्न नभुल्नु होला र खेलको फाइनल स्कोर के होला त कमेन्ट गर्न पनि नभुल्नु होला। एसियन कप छनौटको अरू भिडियो आउँदै गर्नेछ। यो भिडियोमा चाहिँ यति नै। किप लभिङ नेपाली फुटबल एन्ड थ्याङ्क्स फर वाचिङ फुटबल फ्यान्स नेपाल।